अधिकारी प्रदान गर्नुभएको छ। प्रदान गर्नुभएको छ। जनकल्याण सफल आमा समूह 5,005 प्रदान गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु गौरी अधिकारीज्यूले 5,155 प्रदान गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु। यसै गरी हाम्रो बिचमा दान दाताहरू हुनुहुन्छ, सम्मान गर्न चाहन्छु। ज्यान आमा समूह उहाँले 12,470 प्रदान गर्नुभएको छ। यसलाई थपेर कम्तीमा शिलामा नाम लेख्नका निम्ति निवेदन गर्न चाहन्छु। पर्वतबाट पाल्नु भएको छ। जय जय होस्, कल्याण होस्, मङ्गल होस्, शुभ होस्। इन्दिरा पराजुली अपेक्षा पनि हामीले गरिरहेका छौँ। महाराष्ट्रको सम्मानमा एकपटक जोरदार ताली बजाइदिनु होला। जय होस् भन्दै अब भने म छोटो आफ्नो सार्वजनिक शुभभावनाहरू राखिदिनका निम्ति अत्यन्त परम पूजनीय, परम वन्दनीय, प्रातः स्मरणीय, जसले आजको दिनसम्म हामीलाई कथा श्रवण गराउनु भयो, पूज्य स्वर्ण पदक विभूषित कथावाचक श्री अमृत शरण देवाचार्य गुरुदेवलाई 2 शब्द शुभकामना राखिदिनका निम्ति अनुरोध गर्दै यता माएको शिर प्रदान गर्दैछौँ हामी राम प्रपन्नाचार्य ऋषि गुरुदेव, जसले हामीलाई 20 ट्रक संविधा दान गर्नुभयो र त्योभन्दा धेरै दान गर्नुभएको छ। लाखौँ लाख आफ्ना भक्तहरूका माध्यमबाट दान अर्पण गर्नुभएको छ। महाराजजीको तर्फबाट विशेष माएको शिर गुरुदेवलाई अर्पण गर्दै आदरणीय अमृत गुरुदेवलाई ध्वनि यन्त्र अर्पण गर्दछु। छोटो समय। श्रेयतम देवदेवेश नारायण जगत्पति। चराचर जगत ब्रह्माण्ड मात्र धर्ममा अडिएको छ। धर्म भनेको धारण अर्थमा बोलिने शब्द हो। ध्री धारणे इत्यस्मत् धातु हो भन्छ है। धारणार्थका ध्री धातु हो धर्म। अब धर्म के हो त भन्ने अर्थमा यही हो जो हजुरले अनुभूति गरिरहनु भएको छ। परम पूजनीय आदरणीय गुरु बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजी महाराज जुले जसरी आध्यात्मको प्रभाव फैलाउनु भएको छ, यो हजुरका जिजु बुवा जिजु आमाहरूलाई वेद भनिदिनुहोस्। कति राम्रो कुरा भन्दैछ है। हजुरका जिजु बुवा वेद हुन्, हजुर बुवा उपनिषद हुन्, हजुरहरूका बुवा आमा पुराण हुन्, हजुरहरू नीति हो। त्यस कारणले नैतिकतामा चल्नु पर्ने हुन्छ। हामी नीति हौँ जो हाम्रा